हेलो साथीहरू, आज म फेरि आइसकेको छु नयाँ भिडियो लिएर। आजको टपिक स्पिनिङ टप क्यान्डल स्टिक प्याटर्न। सो यो स्विङ ट्रेडिङको लागि धेरै नै राम्रो हुन्छ। स्पिनिङ टप क्यान्डल स्टिक बेसिकली तपाईँ हेर्न सक्नुहुन्छ यसको डिजाइन। माथि र तल ठुलो विक हुन्छ अनि ओपन र क्लोज सानो बडी। यो रातो हुन्छ चाहे हरियो, त्यसले खासै फरक पर्दैन। तर बुलिस ट्रेन्ड भएकोमा माथितिर आयो भने मोस्टली प्राइस रिभर्स हुन्छ, डाउन ट्रेन्डमा जान सक्छ भन्ने प्रिडिक्ट गर्न सकिन्छ। तर तर तल आयो भने बेरिस ट्रेन्डमा तलतिर सपोर्ट जोनमा आयो भने प्राइस अब रिभर्स भएर माथि जान सक्छ भन्ने अनुमान गर्न सकिन्छ। अ, त्यसपछि यसको केही क्यारेक्टरिस्टिक्सहरू छन्। यसको स्ट्रक्चर भने चाहिँ स्मल रियल बडी हुन्छ, थोरै सानो हुन्छ। डोजी जस्तो हुँदैन, डोजीमा बडी हुँदैन तर यसमा बडी हुन्छ। अनि विथ लङ रफली इक्वल एन्ड अप्पर एन्ड लोवर विक्स, जसको मतलब के हुन्छ, हाइज भोलाटिलिटी हुन्छ। अनि एट द टप अफ अप ट्रेन्ड पोटेन्सियल बेरिस रिभर्सल भन्ने देखाउँछ। अनि एट बटम अफ डाउन ट्रेन्ड पोटेन्सियल बुलिस रिभर्सल भन्ने बुझ्न सकिन्छ। यसको ट्रेडिङ स्ट्रेटेजी के हो भन्दाखेरि अ, यो अनसर्टेन हुन्छ। एउटा यो क्यान्डल भनेको अनसर्टेन हुन्छ, त्यही भएर अर्को क्यान्डल वेट गर्न पर्छ कन्फर्मेसनको लागि। अर्को क्यान्डल इफ बुलिस भइरहेछ भने त्यसको माथि प्राइस क्लोज भइरहेछ भने अब प्राइस रिभर्स हुने भन्ने जनाउँछ। यसको स्टप लस र इन्ट्रीको बारेमा म भन्छु अब। सो इन्ट्री भनेको स्पिनिङ टपको माथि गर्ने हो, टपमा विक, माथिको विकको टपमा। अनि स्टप लस भनेको यसको तलतिर राख्ने हो। म नेप्सेमा मैले भेटाएको केही इक्जाम्पल दिन्छु। यो साहस ऊर्जाको तपाईँ हेर्न सक्नुहुन्छ यहाँ स्पिनिङ टप क्यान्डल बनेछ अनि यसको माथि नेक्स्ट क्यान्डल पनि बुलिस भयो। अब तपाईँ रिस्क नलिकन स्पिनिङ टप क्यान्डलको माथितिर इफ इन्ट्री लिएको भए स्विङ ट्रेडिङको लागि तपाईँ हेर्न सक्नुहुन्छ एक दुई तिन चार, चार क्यान्डल पछि तपाईँ 13.37% प्रफिट बनाउन सक्नुहुन्थ्यो। यो साहस ऊर्जाको भयो। र अर्को फेरि एनएलआइसीको वा नेसनल लाइफ इन्सुरेन्सको मैले भेटाएको। यसमा पनि हेर्नुहुन्छ बेरिस ट्रेन्डमा तल सपोर्ट जोनमा आएर क्यान्डल स्टिक प्याटर्न बनायो र ठ्याक्कै यसको माथि इन्ट्री गरेको भए 21.29% प्रफिट हुन्थ्यो। जस्ट एक दुई तिन चार पाँच छ सात आठ क्यान्डलमा, आठ या नौ क्यान्डलमा अब कुन दिन तपाईँ बेच्नु हुन्थ्यो। अर्को फेरि एमएफआइएलको मञ्जुश्री फाइनेन्स डेली क्यान्डल। यसमा पनि यहाँ ठ्याक्कै स्पिनिङ टप क्यान्डल बनाएको छ। अनि हेर्न सक्नुहुन्छ सपोर्ट यो बुलिस ट्रेन्ड भएको बेला बनेको छ, जसले ट्रेन्ड कन्टिन्युएसन भनेर जनाउँछ। अनि ठ्याक्कै यसको माथि इन्ट्री गर्ने हो भने तपाईँ हेर्न सक्नुहुन्छ 31%, अलमोस्ट 31%को प्रफिट भएको देखिन्छ। सो स्पिनिङ टपको युज यसरी गर्ने हो भने स्विङ ट्रेडिङको लागि धेरै नै राम्रो हुन्छ। तर कन्फर्मेसन हेरेर मात्र ट्रेड गर्न पर्छ। सो आज
आफ्नो एनालाइसिस गर्नु होला, मैले कुनै बाई सेल रिकमेन्डेसन दिएको होइन, जस्ट फर नलेज। आजको लागि यति। च्यानल मन परे सब्सक्राइब गर्नु होला। म अर्को भिडियो लिएर छिटै नै आउनेछु। धन्यवाद।